हेलो एभ्रिवान, आशा गर्छु तपाईहरु सबैजना सन्चै हुन्छ। म पनि सन्चै छु। यो ब्लग चाहिँ अस्ति इभिनिङको हो। भएको दिन भएको थियो, मैले भिडियोहरु नदिएको, एडिट गर्न टाइम पाएको थिएन, केही प्रब्लम भएर ड्युटीले गर्दा मैले भिडियोहरु एडिट गरेको थिएन। यो चाहिँ अस्ति हामी इभिनिङ सबै साथीहरु भएर दोकान गएका थियौं केही सामानहरु लिनको लागि, र यता हामीले सामानहरु लिएर यता गिफ्टको दोकानमा गयौं। केही सामानहरु लिन थियो गिफ्टहरु, र गिफ्टहरु लिइसकेर यता चाहिँ साथी चप्पल हेर्दै थिए र भन्दै थिए जे के कुन चाहिँ लिउँ हेर्दै त भनेर, कुन नलिउँ भनेर कन्फ्युज हुँदै थिए। अनि उले चाहिँ चप्पलहरु लिइसकेर उनीहरु चाहिँ माथि गएर दिदी एकजनाले भन्नुभयो हिँड त, तर म भएर एटीएम जाऊँ, मेरो काम छ भनेर। यो चाहिँ हाम्रो हस्पिटल हो गाइस। एटीएम चाहिँ किन भन्दाखेरि दिदीको एटीएम को पिन चेन्ज गर्न थियो। म र दिदी चाहिँ बात गर्दै गर्दै एटीएम आइ पनि पुग्यौं, र एटीएम को कामहरु खत्तम गरेर अनि अहिले हामी हस्पिटल आइपुग्यौं। लिफ्टको लागि रोकिरहेका थियौं। यो चाहिँ हाम्रो होस्टेल हो, भित्र जाँदै छु मैले चाहिँ। हामी होस्टेल आइ पनि पुग्यौं, र यता चाहिँ साथीहरुले चा बनाएर रेडी गरेर राखेका रहन्। अनि उनीहरु चाहिँ हाम्रो लागि पर्खिरहेका रहेछन्, कतिखेर आउँछन् भनेर फोन पनि गरिरहेका थिए। र त हामी आइ पनि पुग्यौं, र सबै सँगै बसेर चाहरु खाँदै थियौं। हाम्रो चाहिँ सबै सँगै बसेर खाने मिल्दैन, कसैको इभिनिङ हुन्छ, कसैको मर्निङ हुन्छ, कसैको नाइट हुन्छ। यसरी चाहिँ कोही दिन मिल्छ र सँगै बसेर चा खान्छौं। जुन दिन मिल्छ यसरी नै टाइम स्पेन्ड गर्छौं। र अघि चाहिँ मैले दोकानबाट के ल्याएको थिएँ हेर्दै गर्नु ल। यो ल्याएको थिएँ नरिवलको तेल, अहिले जाडो दिनमा बेसी नै इम्पोर्टेन्ट हो। अनि चासिता खानको लागि बिङ्गो र एलोभेरा जेल लिएर आएको थिएँ। मेरो चाहिँ स्किन एकदमै ड्राई भइरहेछ, र पिम्पल्सहरु पनि धेरै नै भइरहेछ। अनि यता चाहिँ मैले छु स्याम्पू। अनि उनीहरु चाहिँ साथीहरुको चाहिँ नाइट ड्युटी थियो, र उनीहरु रेडी भएर जाँदै थिए, उनीहरु गए। यता चाहिँ मेरो साथीलाई थाहा छैन कि म उसको भिडियो बनाउँदै छु भनेर, अनि हेर्नु के गर्छ। अनि उ चाहिँ यता आएर नाच्दै थिए, र म पनि उसँग आएर एकछिन यसै नाचेँ। म चाहिँ रेगुलर भिडियोहरु अपलोड गर्न सकेको छुइनँ ड्युटीले गर्दा। अबबाट चाहिँ म ट्राई गर्छु कि अबबाट रेगुलर भिडियोहरु अपलोड गर्छु भनेर। तपाईलाई मेरो भिडियो कस्तो लाग्छ, मन परेमा लाइक कमेन्ट शेयर गरिदिनु होला। बाइ।